चाहिँ आज सूचना पाइसकेपछि हामीले रोक्यौँ। भनेदेखि यो तपाईँको अवैधानिक छ। महाकालीको आसपासमा के अरे त्यो जम्मा गर्नु नै स्टक गर्न नै पाउँदैन। यदि स्टक कुनै कारणवश गर्ने हो भनेपछि चाहिँ नगरपालिका स्थानीय सरकारबाट नगरपालिकाबाट जुन पक्षले चाहिँ स्टक गर्ने हो त्यसले चाहिँ नगरपालिकामा निवेदन दिने हो। यसरी यति टन यति टिप्पर ग्राभेलहरू हामीले स्टक गर्न आवश्यक परेको हुनाले सम्बन्धित ठाउँबाट स्वीकृति गरी पाऊँ भनेर नगरपालिकाले के अरे स्वीकृत गर्ने हो। अनि स्वीकृत गरे बापत नगरपालिकाले कति टिप्पर ल अब 1000 टिप्पर या 10 टिप्पर या लाखौँ टिप्पर हैन, त्यसको चाहिँ त्यो बराबरको पैसा चाहिँ नगरपालिकाले जम्मा गर्नुपर्ने हो हैन। त्यो कुनै पनि भएको छैन। यो सरासर अवैधानिक हो। दोस्रो कुरा भनेदेखिलाई भदौ यो महाकाली बन्द सरासर के अरे रोयल्टीहरू के यो टिप्परहरू आइरहेको छ। यो विभिन्न न्युज मिडियामा आएको कुराहरू हो हैन। अनि त्यसपछि अहिले चाहिँ यो ठेका खुलिसकेको छ। ठेका खुलिसकेपछि पनि के अरे बिना रोयल्टी दिनको तपाईँको 100-150 को हाराहारीमा टिप्परहरू गइरहेको छ। यसमा चाहिँ मेरो आपत्ति स्थानीय सरकारले अनि सिडिओ साहबले अनि के हेरेर चाहिँ यो थाहा नभएको हो कि म सामान्य पनि मान्छेलाई पनि यो कुरा थाहा भएको र राज्यको करोडौँको सम्पत्ति दोहन भइरहेछ। स्थानीय सरकार सिडिओ साहब के हेरेर बस्नु भएको